हेलो दर्शन नमस्ते सबैजनामा आज चाहिँ म तपाईँहरूमा सानो के लिएर आएको छु टिप्स त्यो रहेको छ बाटोको धुप बनाउने तरिका सुरुदेखि अन्तिमसम्म हेर्नु होला र मैले जस्तै गरेँ तपाईँहरू पनि धुप बनाउन सिक्नु होला है त फ्रीमै सुरुमा यो कति हुन्छ 10 वटा पना हुन्छ है म सठिकमा भन्छु यो 10 वटा यस्तो पना हुन्छ यस्तो पना 10 वटा हुन्छ यसलाई चाहिँ के गर्नु पर्यो भने यताको र यताको खुम्चाउने है यसलाई यसरी खुम्चाएर यसलाई यहाँबाट कटिङ गर्नु पर्यो है काट्नु पर्यो ल अब चाहिँ हाम्रो यो दुई टुक्रा अघिको जुन यस्तो थियो नि लामो लम्बाइ चौडाइ यो चाहिँ भइसक्यो है अब यसलाई पटाएर चाहिँ अब काट्नु पर्यो पिस पिस बनाउनु पर्यो ल अब पटाउने तरिका हेर्नु होला है यहाँ पटाउँदै हुनुहुन्छ एक रोल अब अर्कोपट्टि अब बीचमा फोल्ड गर्ने भेरी गुड अब काट्ने मैले चाहिँ अलिक ठुल्ठुलै लिन्छु है कागज किनभने ठुल्ठुलो लियो भने फुट्दैन क्या फुट्दैन धुप पनि राम्रो आकार आउँछ त्यो सानोको धुप पनि अलिक बाङ्गे जस्तो कस्तो हुन्छ अलिक सिधा काट्नु है यो रहेको छ धुपको कागज नेपाली कागज हुन्छ यसलाई नेपाली कागज काट्ने तरिका राम्रोसँग ध्यान दिएर सिक्नु होला अनि यो सिकेर आफूले केही गर्न सकिन्छ घरमै बसी खाली टाइममा हैन समयको सदुपयोग गर्न नि सकिन्छ है तपाईहरुले पनि ल यसै गरी काट्नु होला ल मेरो चाहिँ यहाँ क्यामेरा अडाउने मान्छे नभएर है यो नेपाली कागज अघि हामीले जुन काट्यो हैन यस्तो गर्ने अनि टक्कै यहाँ हाल्ने है हेर्नु होला मैले नदेख्ला भनेर क्यामेरा नजिक ल्याएर देखाइदिएको छु है ल यो टुप्पोको जुन छेउ छ नि छेउमा छोड्नु पर्छ है अनि यस्तो गर्ने हात राख्यो अड्काउने र केही नगर्ने यस्तो समाउने देब्रेले हैन दाहिने यस्तो गर्ने यसले खुम्चाउने है यसरी हेर्नु मजाले खुम्चाउने अलि बाहिर हल्ला भइराछ अनि यहाँ राख्ने यो हात यतिकै राख्ने है यहाँ समातेर अब देब्रेको पालो यस्तो गर्ने देब्रे लेफ्ट ह्यान्डले अब दुईटै गर्ने चुच्चो निस्क्यो हैन झर्दैन चुच्चो निक्ल्यो है अब चाहिँ यो चुच्चो मिलाउनु पर्यो बराबर तालले मिलाउनु पर्यो है अनि यसलाई यस्तो गर्नु पर्यो धकेल्नु पर्यो सेप आयो है यसको हेर्नु क्रस भयो है यस्तो गर्नु पर्यो अब यता यस्तो गरेर फुस्किन्छ यस्तो गरेर कस्छ यस्तो गरेर फुस्किन्छ यस्तो कस्छ फुस्क्यो अब कस्यो है एक सर्टमै टुप्पामा चाहिँ धुप बन्यो कि नै ल यसै गरेर गर्ने हो है अर्को नि फेरि है एकछिन फेरि अघिको सिस्टममा टक्कै राख्यो यस्तो गर्नुपर्छ सुरुमा है यस्तो गरेर तपाईहरुले हाल्न सजिलो हुन्छ थाहा हुँदैन नि त अब सुरुमा त यसो हाल्ने बिस्तारै हाल्दैछ है मैले ल धेरै छेउसम्म नहाल्ने है यतिमा अब राख्ने हात दाहिने हात यस्तो गर्ने हेर्नु होला है राम्रोसँग यो मैले सिकाएको त्यस्तै हैन नि तपाईहरु पनि के गर्नुपर्छ नि फेरि अनि देब्रेको एक साइडमा यो समाउने दाहिनेको अनि यस्तो गर्ने धकेल्ने टाइट हुन्छ है यो धेरैलाई यसमा आउँदैन कि माथितिर जोड्ने भाग आउँदैन कि कति प्रायलाई त्यो त आउँछ यो चाहिँ आउँदैन कि अनि एकै सर्टमा ल हेर्नु होला है कसेको भएको छ है यो यस्तो हुन्छ है धुपहरू यतिको मान हुन्छ हैन त्यसपछि चाहिँ यसरी हामीले मुठा बान्ने है यसरी मुठा बान्नु पर्यो है यो चाहिँ मैले अघि भर्खर बनाएको कति 1 2 3
4 5 6 7 8 9 10 11 12 13 मुठा बनाएछ। यति नै हो है मेरो चाहिँ अहिले बनाएको, यति नै हो। ल यसरी बनाउनु पर्छ। अब प्याकिङ चाहिँ गर्नु पर्दैन, अब यस्तै खुल्लामै लगिहाल्छ होइन। अब अर्डर गऱ्यो भने प्याक गर्ने हो होइन, नत्र गर्नु पर्दैन। नाङ्लो आवश्यक सामग्री नाङ्लो, त्यसपछि यस्तो बाटा, आवश्यक सामग्री नाङ्लो, बाटा, कैँची, अरू पनि छ। अब अरू चाहिँ मैले जसले सिक्न चाहनुहुन्छ उहाँको लागि म सबै भनिदिन्छु होइन। मेरो भिडियो हेरेर तपाईँहरूलाई के कस्तो लाग्यो सजिलो लाग्छ या गाह्रो लाग्छ? स्टार्टिङमा त गाह्रो नै हुन्छ जे कुरा सिक्न पनि होइन। अनि यसरी हामीले कागजमा अब यस्तो कागज हुन्छ, एउटा पन्ना हुन्छ है। अब हामीले सुरुमा देख्दा त्यो पन्ना जुन त्यो हुन्छ नि किताब जस्तो, बुक जस्तो यति लामो लामो हुन्छ। के गर्ने होला, कस्तो गर्ने होला, त्यो बेला कसरी धुप बन्छ होला, एउटा मान्छेमा उत्सुकता जाग्छ होइन। हो त्यसलाई नै मध्यनजर गर्दै यसरी कटिङ गरेर हामीले यसमा राखेर धुप बनाएर अनि यस्तो गरेर धुप एउटा बनाएर एउटाबाट मुठा बनाएर प्याकेट गरेर प्याकेटबाट बजारमा लान्छु। धुप बनिसक्यो कति छिटै हो। तपाईँहरूलाई पनि यस्तै धुप चाहियो भने आफैले बनाउन सकिन्छ। मेरो टेक्निक हेर्दै बनाउँदै गर्नुहोला, इजी छ। मैले सजिलो तरिकाले सिकाइदिएको छ होइन। अनि हामीलाई त्यसरी सजिलो तरिकाले सिकाउने मिसर कहाँ पाउनु है। दिमाग लाई सिक्नुपर्छ। त्यसैले तपाईँहरू पनि दिमाग लगाएर राम्रोसँग सिक्नु होला। एकदम यो खासै यो घरयासी काम गर्ने महिलाहरूले खासै गाह्रो त हुँदैन यो सिक्न, स्टार्टिङमा चाहिँ पुग्छ मात्रै है। त्यही हो। यो धुप तपाईँहरूले पनि बनाएर युज गरेर मलाई पनि सम्पर्क गर्नुहोला। मैले तपाईँको भिडियो मार्फत यति जाने भन्नुहोला। कतिपयलाई मेरो भिडियो नहेरिकन नआउनेहरूलाई मेरो भिडियो हेरेर आए भने मलाई अवश्य लाइक कमेन्ट फलो नि गर्नुहोला। भन्दै नमस्ते, थ्याङ्क्स फर वाचिङ, बाई बाई।